हैन मैले भिडियो गर्न साथ सबैजना डान्स किन गर्छन्। आज चाहिँ बाबा र पुसे भएर हाम्रो ठाकरा हाल्दै हुनुहुन्थ्यो अनि म पनि गएर यसो भिडियो बनाउनलाई मोबाइल तेर्साको त पुसे त छम छम नाच्दिनु पो हुन्छ त यार। त्यो पनि हातमा बियरको बोतल समाउँदै बाफरे मकै बोकेर सराएर पनि भ्याए। त्यही भएर हाम्रो ठाकरा हाल्ने रे के आज। त्यसकै लागि चाहिँ म आएको बिहान बिहान बारीमा खर काट्न अनि यो खर काटेर चाहिँ म घर चल्दिए। घर गएको त पुसे त बोजेहरूको थाक्रा हालेर पनि हाम्रो हाल्न रेडी हुनु भइसक्यो रहेछ क्या। अरूतिर चाहिँ के भन्छ थाहा भएन तर हाम्रोतिर चाहिँ यसरी मकै राख्नेलाई चाहिँ थाक्रो भन्छ क्या। अनि यो थाक्रो चाहिँ हामीले पहिलो वर्ष हालेको हो। देख्न सक्नुहुन्छ त्यो पुरै काठ त धमिराले खाइसकेछ क्या। अनि मैले त्यो अर्को नयाँ फेर्नु पर्दैन भनेको पर्दैन सालको काठ हो बलियो हुन्छ भनेर पुसैले चाहिँ पहिलो वर्ष हालेको त्यो खर र भाटाहरू मात्रै फाले सुरु गर्नु भयो थाक्रा हाल्न। अनि थाक्रा हाल्नु भन्दा पहिला चाहिँ हामीले मकैलाई चाहिँ यसरी राखेका थियौं अनि यसलाई नै बोकेर चाहिँ सबै थाक्रामा हाल्नु पर्ने हुन्छ। मैले मकै गोड्ने बेलातिरबाट भिडियो बनाउन थालेको अहिले मकैलाई यसरी थाक्रामा हाल्नु बेला पनि भइसक्यो। म चाहिँ तलबाट फुटका फुट मकै फाल्दिदै अनि पुसे चाहिँ मिलाउँदै हाल्दै। मलाई पनि आइज माथि हाल्ने भन्दै हुनुहुन्थ्यो। मलाई फेरि नजान्ने काममा हात हाल्नै मन लाग्दैन क्या। मिलाएर हाल्नै आउँदैन बेकारमा ढल्यो भने बर्बाद। घाम फेरि यति चर्को लागेको थियो कि काम गर्दा गर्दै गर्मी भएर शीतलमा झर्नु भएको थियो। मैले यसो भिडियो बनाउनलाई मोबाइल तेर्साइदिएको त बाबै आम्बो जुरुक जुरुक भएर नाच्न खोज्छ त अझ सुत्ती अनि मैले भएन भनेको त उठेर पो नाच्नु हुन्छ त यस्तो घाममा पनि। काम गर्न पो घामले छेक्छ त नाच्न त होइन नि फेरि। अनि त्यसको एकैछिनमा मामाले बियर ल्याइदिनु भएको थियो। अझ बियर खाँदा पनि नाच्नु हुन्छ त। ओहो पुसे जस्तो रमाइलो गर्ने र झक्की मान्छे त हाम्रो गाउँमा कोही छैन होला क्या। अनि नाचेर बियर खाएर पनि पुसे चाहिँ फेरि चढ्नु भयो माथि। बाबा चाहिँ यता फेरि मकै ओसार्दै हुनुहुन्थ्यो अनि मामा चाहिँ पुसेलाई मस्तले माथि मकै फाल्दिदै। अनि म चाहिँ कहिले भिडियो बनाउने कहिले यताउता काम गर्दा गर्दै 4-5 पनि बज्न थालिहाल्यो। अनि मलाई चाहिँ काट्नु पर्ने हुन्छ बेलुका खानाको लागि मासु सासु बनाएर टक्क रेडी गर्दा चाहिँ बाबा यहाँ खर काट्दै हुनुहुन्थ्यो। अनि थाक्रो हाल्दा त बिस्तारै रात पर्न पनि थाल्यो। अनि मम बाबाले यसपालि पोहोरको जति पनि मकै भएन भन्दै हुनुहुन्थ्यो। त्यही हो अब चाहिँ हामीलाई भेट्नु पर्ने हुन्छ भोलि। सो द्याट्स इट फर टुडे टाटा एन्ड बाई बाई।